ल अहिले चाहिँ टक्क लाएर म यता रौतमाई भन्ने ठाउँतिर छु होइन। चाहिँ हाम्रो जेन्जी भाइ बहिनीहरूको बाँसुरी हिसाबले यसो भोट माग्ने कार्यक्रम होइन। अब यहाँनिर स्टेज बन्दैछ। लास्ट चिसो रहेछ है यहाँ चाहिँ, मौसम पनि यस्तो छ पुरा। हाम्रो भाइहरू यता छ होइन। ल सामान झार्ने कार्यक्रम भइरहेछ यता। म चाहिँ टक्क आएर किर्ना भएर बसिरहेको छु होइन। सबैले खाजा खाइहाल्यो यस्तै हो। ल यस्तो छ यहाँको चाहिँ मौसम होइन। यो चिसो रहेछ यहाँ देख्न सक्नुहुन्छ होइन। यहाँको मौसम चाहिँ लास्ट चिसो क्या यस्तो छ। टक्क होटलहरू चाहिँ जस गाउँठाउँ भने राम्रो रहेछ है, खाना बस्नलाई चाहिँ टेन्सन भएन यतिको भए चाहिँ। ल अब चाहिँ हामी यहाँबाट फर्किने चाहिँ अब लगभग 1 घन्टा पछाडि होला। कटारीबाट हिँडेको आज 4 दिन भयो। जस यहाँनिर होटलहरू चाहिँ खाँचो रहेनछ क्या, जस्तै गाउँठाउँ भने यतिको सुविधा भयो चाहिँ राम्रो हो। यो हेर्न सक्नुहुन्छ सबै होटलै होटल छ क्या टक्क लाएर यो लाइन सबै। हाम्रो दिदी चाहिँ यता हुनुहुन्छ है, हाम्रो टिम लिडर। दिदी जानुभयो उता हेर्दै पछाडि ब्याकमा होइन। यता हाम्रो जेन्जी भाइ बहिनीहरू टक्क लाएर अब चाहिँ स्टेज बनाउनु सघाउनु पर्छ मैले पनि भन्ने चाहिँ भइरहेछ होइन। यहाँ अहिले यस्तो छ एकैछिनहरू हवाल हुन्छ। यहाँ माथि चाहिँ रौताको मन्दिर के छ भन्ने पोखरी कता हो। ल अब चाहिँ टक्क जोड्ने कार्यक्रम भइरहेछ यसलाई। अब चाहिँ म पनि क्यामेरा अफ गर्ने कोटी लाग्छु। यति भन्दै